मा पुगेको छ। अब यो दुईटा काम, एउटा फ्लड लाइटको काम, 6वटा फ्लड लाइट राख्ने काम 1 महिनाभित्र उहाँहरूले सकाउने भन्ने चाहिँ प्रतिबद्धता गर्नुभएको छ र यो प्यारापिटको काम अलमोस्ट सक्यो भन्ने उहाँहरूको छ। 3-4 दिन 4-5 दिन हप्ता दिनमा उहाँहरूले चाहिँ ह्यान्डओभरै गर्छौँ भन्ने कन्ट्र्याक्टरको चाहिँ भनाइ सुनियो। अब त्यो भइकन एनपिएलको अगाडि यो चाहिँ पहिलो फेजको काम चाहिँ सम्पन्न गरेर करिब 10-12 हजार चाहिँ दर्शकलाई अटाउन सक्ने चाहिँ प्यारापिट चाहिँ बनेको छ। यो हाम्रो एउटा यो स्टेडियम चाहिँ हाम्रो राष्ट्रिय महत्त्वको एउटा एकदमै महत्त्वपूर्ण, देशको एउटा महत्त्वपूर्ण स्टेडियम हो। यसलाई चाहिँ सेकेन्ड फेज र थर्ड फेज भनेर पनि चाहिँ यो स्टेडियमको कामहरू जुन पछि टेन्डर प्रक्रियामा लाने भनेर यो डिजाइनहरू सकिसकेको छ। यसलाई एकैचोटि अब सेकेन्ड फेजमा एकैचोटि गर्नुपर्छ भनेर हामीले छलफल गरिरहेछौँ। यो सम्पूर्ण काम सकिँदाखेरि करिब 25,000 देखि 30,000 दर्शक अट्न सक्ने र यसलाई चाँडै नै, किनभने नेपालको एउटा एकदमै महत्त्वपूर्ण क्रिकेट खेल को लागि चाहिँ नेपालले जुन अन्तर्राष्ट्रिय स्तरमा ख्याति कमाएको छ, यो अत्यन्तै महत्त्वपूर्ण छ। यसलाई नेसनल प्रायोरिटीमा राखेर अगाडि बढाउनुपर्छ। यो बजेटको कुरा, बजेट सुनिश्चितताको कुराहरू पनि छन् र यसलाई अगाडि बढाउनलाई अर्थ मन्त्रालयले पनि सहयोग गर्छ नै र यसलाई सरकारले प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्छ र सेकेन्ड फेजको पनि हामी चाँडै नै बिडिङ प्रोसेसमा गएर यसलाई छिटोभन्दा छिटो कम्प्लिट गरेर एउटा देशको एउटा क्रिकेट स्टेडियमलाई, एउटा राष्ट्रिय महत्त्वको चाहिँ यो खेललाई हामीले चाहिँ नेपालभित्र अन्तर्राष्ट्रिय क्रिकेटहरू सञ्चालन गर्न सक्ने स्थितिमा पुर्याउनु एकदमै चाहिँ इम्पोर्टेन्ट महत्त्व छ। अब जुन क्रिकेट सङ्घका पारसी लगायत सचिवज्यूहरू आउनु भएको छ, सबैले यो चाहिँ यो स्टेडियमलाई महत्त्वका साथ हेरिराख्नु भएको छ। सबैलाई यो एनपिएलभन्दा अगाडि गर्नुपर्ने सम्पूर्ण कामहरू सकाउनको लागि पनि म सम्बन्धित सबै हाम्रा कर्मचारी साथीहरू र कन्ट्र्याक्टरको साथीहरूलाई म एकदमै चाहिँ निर्देशन पनि दिन्छु र यसलाई चाहिँ छिटोभन्दा छिटो सकाएर यसलाई ह्यान्डओभर गर्न पनि म आग्रह गर्दछु। अब नेपालको यो एउटा पहिलो प्राथमिकतामा यो स्टेडियम